आज साउन 15 आज खिर खाने दिवस। खिर खाने दिवसको सबैजनालाई धेरै धेरै शुभकामना। तपाईहरूले खाइसक्नुभयो होला। मैले बल्ल साँझको लागि अब म जाँदैछु म मेरो माइत। Hello guys, today I'm going to Mama घर. See you on the Mama घर. आज के हो भन्थ्यौ? आज खिर खाने दिन. असारको 15 गते के साउनको 15 गते. असारको 15 गते त दही चिउरा खाने, आज साउनको 15 के खाने? खिर खाने। खिर खाने दिन हामी जाँदैछौँ मेरो माइत अनि बच्चाहरूको मामा घर। हामी कस्तो खिर खान्छौँ तपाईहरूलाई पुरा भिडियो देखाउने छौँ। थ्याङ्क यू भनाइसु। Thank you. हामी आइसक्यौँ। अब हाम्रो घर के गरेर बसे खान यसो हेर्नु पर्यो। रुँदै यहाँ आइरहेछन्। खै मामु खै। पहिला त किचनमै जानु पर्यो। किचनमा के गरे? ओहो पाक्यो। खिर पकाउने मान्छे यो मेरो भाइ देख्न सक्नुहुन्छ। म आइपुगे। अब खिर रेडी भइसक्यो। बच्चाहरूले पनि खान थालिसकेको छन्। हामी पालै पालो खाने भनेर पहिला बच्चाहरूलाई खुवाउने अनि त्यसपछि हामी खान बस्यौँ। तपाईँहरूले पनि खानुभयो होला। यदि नखानु भएको छ भने आउनुहोस्, हामी सँगै बसेर थोरै धेरै बाँडेरै खाम्ला। आज सबैजनाले खानुपर्छ। सबैजनाले खिर दिवसको धेरै धेरै शुभकामना। थ्याङ्क यू।